मकै खन्दै थियौँ। आज हाम्रो दुईटा कुखुरा स्यालले खाइदियो होइन, भिडियो बनाएको। बिचारा कुखुरो एकै दिनमा दुईटा कुखुरा मारिदियो भाइ स्यालले। रगत आयो कहाँबाट आएर? हे घाँटीमा पो छोप्ने रहेछ नि। घाँटीमा नङ गाडिदिएर मार्ने रहेछ भाइ। बिचारा नानीलाई मारेछ। यी के यस्तो यहाँ दुलो बनायो नि, यस्तरी मार्ने रहेछ। यत्नसिन हे नङ्ग्रा गाडिदिनु रहेछ घाँटीमा। दुईटा नङ्ग्रा गाडिदिए अनि घाँटी मम्मी घाँटीमा नङ्ग्रा गाडिदिएर मारेछ बिचारा। त्यसको ओपिटल जाने के पुकुलीको डराएर भागेछ। अहिले पनि एउटा लैदो, दुईटा कुखुरा थिए, एउटा कुखुरा खाइदियो, त्यसपछि फेरि अर्को। यस्तो गरम रहेछ बिचारा। हाम्रो यति ठुलो कुखुरो। हामीले मकै खन्दै थियौँ, एउटा कुखुरा नि भर्खर 1 घन्टा अगाडि लैदिएको। अहिले यो मारिदिएछ, धन्नै यहीँ छोडेछ बिचारा। यो त मम्मी त्यही फुल पार्ने कुखुरो हो क्या हो। अनि बुवाले माथिबाट चिच्चाउनु भएको अनि डराएर भागेछ, कुखुरा यहीँ छोडिदिएछ। अहिले भर्खर दुईटा यसको बहिनी लैदियो, यो दिदी हो। यसलाई के गर्ने होला बिचारा मेरो पुकुली। मन्टु झुन्न दुख्छ होला। मरेकालाई कसरी दुख्ने हो र? यस्तो के यहाँ दुलो पारिदिए नि, यस्तो गरेर यहाँ नङ्ग्रा गाड्ने रहेछ। यहाँ नङ्ग्रा गाड्ने अनि यहाँ पनि देख्नुभयो नि, यस्तो नङ्ग्रा गाडिदिने। त्यसपछि घाँटीमा छोपेपछि त मरिहाल्छ नि, त्यही भएर यस्तो गरेर मार्ने रहेछ भाइ हाम्रो कुखुरीलाई। आज एकैचोटि दुईटा कुखुरा खाइदियो। रियानले यसको अन्डा रियानले खान्थ्यो। हेर्न पुग्यो कुखुरो मारिदियो हाम्रो स्यालले। अहिले अर्को कुखुरो लगेको त मैले देखेको थिएँ बारीबाट, मुखमा हाल्न लथ्यो, यहीँ ऊ माथिबाट गयो। अनि पछि बुवा आएर फेरि चिच्चाउनु भयो। यो कुखुराहरू फेरि खालि तलतिर चढ्न आउँछ कि हाम्रो। अनि यहाँदेखि यति मुनतिर फेरि स्याल बस्ने गुफा छ, त्यहीबाट आएर एकैचोटि दुईटा कति खाम्ला भनेर होला है रिस उठ्ने। आजलाई एउटा पुगेको थियो, किन आउनु परेको थियो? यो कुखुरा मारिहाल्यो, स्यालले मारेको कुखुरो पक्कै यो खाइन्छ होला। भोलि आशा घर तिम्रो घर आउँछु। आशा मैले तिमीले भाउजूले यति मासु ल्याइदिएर आउँछ। अयो स्यालले मारेको कुखुरो बिचारा माया त लाहा। यस्तरी मरेपछि त यस्तो हुँदैछ कुखुरा। मकै खन्दै थियौँ, आज मकै सक्नु पर्यो भनेको त स्यालले फेरि आउन पारो। दुगुर्दै गएछ उता छोडेर डराएर। अनि डराउनु भए किन लैजाने अर्को कुखुरो? सास बढो। अब सिधै माथि गएर भिडियो मैले कन्टिन्यू गर्छु। भिडियो कन्टिन्यू चाहिँ घर गएर गर्छु भनेको थिएँ, तर कुखुरो लगेको। हाम्रो कुखुरा चाहिँ यो माथि यहाँ गोठ छ नि त भैँसीको, अनि यहाँ किरा खान आउँछ क्या। रगत लाग्लाई यहाँबाट ल किन टोको मम्मी, किन टोको क्या? यहाँ भूत लाखा कुखुराको यहाँबाट लरेछ हाम्रो कुखुरो। एउटा कुखुरो माथिबाट त्यहाँबाट ल्याएर यहाँबाट गएको मैले देखेँ कि भूतलाई पारेको यत्न बदलाउँछ कुखुरो। दुईटा कुखुरा थियो, त्यही पनि खाइदियो एकै दिनमा, आधा घन्टाको फरकमा। दुई बहिनीलाई एकैचोटि खाइदिएछ कुखुरी। कुखुरो
कुखुरा मरेको उपलक्ष्यमा मैले तपाईँलाई हाम्रो गार्डन घुमाउँछु, बगैँचा। यसलाई भुइँमा राख्छु, बच्चा यहाँ मरिहाल्यो। कस्तो दामी फुल फुल्छ कि यो, टुलिप जस्तो। ए ठ्याक्कै टुलिप जस्तो छ भाइ। यही फुल त अनि विदेशमा टुलिप भनेर घुम्न जाने, टुलिप गार्डन। टुलिप, वाउ कस्तो दामी यार टुलिप। टुलिप त होइन, यो के फुल भन्छ यसलाई, कति धेरै फुल्छ हाम्रो यहाँ त। अहिले त सिजनको टुलिप। मैले तपाईँलाई आज मेरो करेसा बारीको गार्डन घुमाउँछु। यो चाहिँ हाम्रो हो, के हो यो, यो अमिलो अमिलो हुन्छ के अरे, ए अमिलो। दिस इज आवर अमिलो। फलेको छ अनि यो टुप्पा टुप्पा पनि फलेको छ। असिना पानी आएर यो झारिदियो। यो हाम्रो मौसम, हाम्रो यहाँ हिमाल देखिन्न र पनि यस्तो दामी छ कि हाम्रो बुवाले लाएको। चैत वैशाखको गर्मीमा त्यो खडेरीमा पनि जे पनि उम्रिन्छ कि यो सबै बुवाले लाएको। अनि यहाँ छ फेरि हाम्रो यो के अरे, घिउकुमारी। ए यसलाई त बाहिर भोलि लगाइदिएर मुखमा लाउने यो, त्यो घिउकुमारी। यो चाहिँ हाम्रो हो सुन्तला, सुन्तला नै मौसम। यो हाम्रो हो कागती, फलेको छ अलिअलि, तर यो उसले झारिदियो कि असिनाले। यो पनि मौसम हो, कति ठुलो भइसक्यो। मेरो क्यामेरा राम्रो नभएको कारणले यो हरियो आएको छैन, भने एकदम राम्रो छ। दिस इज आवर आरु। उता बुटो छाँदाखेरि घर गएर यस्तो आरु खान्छु सोचेको थिएँ, यहाँ आएर फेरि आरु नै खाएको छैन, कामले फुर्सदै भएन। यो पनि हो हाम्रो मौसम। यो हाम्रो हो आँप। यो आँप चाहिँ हामीले घर बनाउनको सालमा हो कि, यो नयाँ घर नै। हाम्रो पहिला अर्कै घर थियो, त्यो पहिलाको घर हुन्थ्यो नि के दल्यान सीताको घर, त्यो घर थियो। अनि त्यो घर भत्काएर हाम्रो बुवाले अर्कै बनाउनु भएको थियो कि। अनि त्यो घर बनाउने बेलामा वडाले दिएको थियो, 4-5वटा आँप दिएको थियो। अनि अरू आँप चाहिँ मऱ्यो। यो आँप अहिलेसम्म छ, तर यो फलेको छैन। एकदम सानो रुख, फल्ने रुख हो, खै किन फलेन। मम्मी वाट इज दिस? एउटा गोरुको टाउको। अबि यो त थाहा पाएको झुले गोरुको टाउको। गरेर डराउँदिनी यो राति। यो गोरुको नाक यस्तो हुने रहेछ, दाँत यस्तै। कहाँ गयो दाँत? यो नाकको दुलो। मम्मी राति डराउँदिन आउँछ होला। गोरुको यो थाहा पाएको झुले गोरु हो। यो पनि मौसम हो। यो फेरि अमिलो। एउटा, दुईटा, तिनटा, अनि यसित 4वटा, 5वटा मौसमको रुख छ हाम्रो। 3टा अमिलो, अनि यो कागती पनि 2टा चाहिँ फल्नेवाला छ। उता पनि लगाउनु भयो बुवाले, मस्तै छ। यो हाम्रो हो जेठे आरु, फलेको छ, पाकेको पनि छ। अब म घर जान्छु, अनि यो बुवालाई दिन्छु कुखुरा के गर्ने हो। त्यसपछि फेरि मकै खान जान्छु। कहाँ छ अचार? कुखुराको मन्टो काटेर राख्ने हो रे। ल नङ्ग्रा गाडिदिनु रहेछ अनि भित्र। कालो रगत रहेछ भाइ यसको त। म चाहिँ कुखुरा छोडेर घर बारीमा आइसकेँ। आज हामीले यति धेरै मकै खन्यौँ। मम्मी घाँटीमा नङ्ग्रा गाडेर मारिदिएको, धन्न छोडेछ। 1 घन्टामा 2टा कुखुरा खाइदो। कति दामी भ्यू छ है हाम्रो घर बारीको। भिडियो बनाएको हौ। यत्रो मकै खन्यौँ, 3 दिन 4 दिन भयो लगातार। माउ हो नि त्यो फुल पार्नेवाला। वाउ भ्यू कस्तो दामी छ। अब मैले मकै खन्छु। आज हामीले यो बारी सक्ने भनेको नसक्ने भयो।